सम्पूर्णमा नमस्कार। म यति बेला छेडाघाट नगरपालिका वडा नम्बर 12 को आला भन्ने ठाउँमा यहाँ उपस्थित भएको छु र यहाँहरूले यहाँ देख्नुहुन्छ दुईवटा मन्दिर जुन जोडे मन्दिरहरू रहेका छन्। यो मन्दिर चाहिँ यहाँका स्थानीयहरूको कुल देवता मष्टा मन्दिर र भयार मन्दिर गरेर दुईवटा मन्दिरहरू रहेका छन् र यी मन्दिरहरूमा स्थानीय स्रोत साधनहरूको प्रयोग गरेर निर्माण गरिएको छ। यो अत्यन्तै राम्रो देखिन्छ। हामीले सुन्दर दृश्य हेर्न सक्छौँ। यस्ता मठ मन्दिर र पुराना कला संस्कृति मठ मन्दिरहरूको संरक्षण गर्न जरुरी देखिन्छ र त्यसै उद्देश्यका साथ यी मठ मन्दिरहरूको संरक्षण सम्वर्धन र यिनलाई चाहिँ जोगाइराख्नका निमित्त जुन कलात्मक रूपमा स्थानीय स्रोत साधन काठ ढुङ्गा सिलेट र सिमेन्टको प्रयोग गरेर निर्माण गरिएको छ। यो अत्यन्तै राम्रो मन्दिरहरू निर्माण गरिएको छ र यस्ता मन्दिरहरूको संरक्षण र सम्वर्धनका लागि यहाँहरूले लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु हुनेछ। धन्यवाद।